भ्यायो तिम्रो काम छिटो गर नि त बाबालाई बोलाउने बोलाउनु मलाई होइन बाबाले बोलाउनु म त तिमीलाई नुहाउनुलाई होला मलाई भिजोस गरेर हेर त पानी गनाएको तिमी साग धोहो सागको नाम चाहिँ थाहा सागको नाम बाटो धेरै पछाडि भयो कि अलि अगाडि राख न हात फोहोर भयो नि तिम्रो हात हेर त हात फोहोर नगरिकन धुनुपर्छ ल ल बोक्देऊ न ल छिटो गर के बाटोलाई नि तल ल्याऊ नि त लेमन पाउडर मन पर्छ किन र भन्नु न कस्तो हुन्छ ल लेमन पाउडर बनाउन मिल्छ कसरी अन्तखेरि टिकटकमा आस्छु फर्स्टमा लेमन काट्ने सुकाउने अनि अनि मिक्सरमा ग्राइन्ड गर्ने लेमन पाउडर होइन अनि त्यो अनि जुस खाने पाउडरहरू सबै त्यही त हो नि म्याङ्गो सुकाउने म्याङ्गो ग्राइन्ड गर्ने अनि म्याङ्गोको जुस फर्स्टमा म्याङ्गो काट्ने अनि म्याङ्गो सुकाउने मिक्सरमा हाल्ने अनि 2 दिनमा फेरि हेर्ने त्यो हेर्नु तातो भएन भने फेरि छोडिदिने ग्राइन्ड गर्ने होइन सिधै गरिदिने त्यस्तो हो ल ल भ्यायो कतिचोटि भयो कतिचोटि धोयो कतिचोटि धोयो 3 चोटि अब 1 चोटि लास्ट पानी सफा आइसक्यो होला सफा भएन अब भित्र खाने पानीले धुम न एकचोटि हुन्न भरे पकाउनुभन्दा अगाडि नाना नबिजाउ न मैले टाउकोमा पटक्क हेडसेट गरिदिउँ अन्त क्या मजा आउँछ है आज किन तिम्रो स्कुल छैन स्कुल किन गएन त छुट्टी भयो नि त अनि कसरी छ हुन्छ त स्कुल अनि स्कुल गएर आयो नि त कतिखेर आयो के थियो र स्कुलमा टेस्ट थियो टेस्ट के को टेस्ट बदमास मलाई भिजाउनलाई हेर न आजको छुट्टी यसरी मनाइयो होइन तरकारी पो हालेर